हजुरबा नमस्ते। नमस्ते। हजुरबाको शुभ नाम? मेरो नरबहादुर जीसी। हजुर कति वर्ष हुनुभयो? म अहिले 93 वर्ष हुनुभयो। 93 वर्षको उमेरमा नि हजुर एकदमै स्वस्थ हुनुहुन्छ। यो स्वस्थ जीवनशैली कसरी व्यवस्थापन गर्नुभयो? कसरी सबै छोरा बुहारी सबै नै छन्। हजुर जे हेर्नु गरेर हजुर तपाईँ चाहिँ सुत्न बस्न खान जम्मै टाइममा गर्नुहुन्छ त्यो कुरा गर्नु त्यो त त्यही हो। हजुर मलाई चाहिँ सबै कुरो ट्याममै मात्रै हो। हजुर खानी पनि मलाई ट्याममै चाहिन्छ। हिँड्ने यताउता हिँड्ने पनि ट्याममै हिँड्छु म। हजुर बिहान जुरुक्क उठेर खाजा खाएर सुरुक्क हिँड्छु। आधा घन्टा हिँडेर आउँछु बस्छु। त्यति नै हो बिहानको चाहिँ। दिउँसो चाहिँ भात खाएपछि जान्छु त्यही चोकमा। साथीहरू थुप्रो आउँछन् जान्छन् बस्छन् एकदिन जान्छन्। उनीहरूको काम छ, मेरो पो केही पनि काम छैन, त्यहाँ बसिरहन्छु। अरू आउँछन् भेट्छन् जान्छन्, त्यस्तै छ। हजुरले हाम्रो हजुरको समुदायमा यो हजुरबा चोक चाहिँ किन बनाउनु भयो? अनि यो हजुरबा चोक कसरी बनाएँ भने मैले यो पहिला सार्वजनिक जग्गा छ। मैले सबै गाउँमा घर बनाउने किसिमको बोरा माएर लिएर आएर माटो भरेर मैले त्यहाँ आफ्नो भनौँ न सार्वजनिक जग्गातिर राखिदिएँ। बोरा भर्दै राखेर त्यति छोडेर म गएँ क्यानाडा। क्यानाडा गएर आउँदाखेरिमा उँधोबारी सिमेन्ट लाएर ढुङ्गा लाएर ठिक्क माथि ल्याएर राखेर छन्। के बनाएको त नि हो भने यो हजुरबा चोक बनाएको हो भने। मैले के गर्नु पर्यो त भने यहाँ बहिनी ठाउँ बनाइदिनु पऱ्यो भने ल म बनाइदिन्छु भनेर त्यो बहिनी ठाउँ बनाइदिएँ मैले। त्यही हजुरबा क्यानाडा पनि गएर फर्किनु भएछ। हजुर अन्य कति देश घुम्नुभएको छ? खै त्यही मैले त त्यो 20-22 जति सम्झिन्छु। होइन बा तपाईँ त धेरै नै घुम्नु भएको छ। बिर्सिनुभयो तपाईँले भनेर छोराले भन्छ। उसको भनाइअनुसार 25-26 जति देश घुम्नु भएको छ भनेको छ। हजुरको विदेश यात्रामा हजुरले अनुभव गर्नुभएको कुरा एकदम अविस्मरणीय कुरा के लाग्छ हजुरलाई? खै अब सबै धेरै बिर्सिसके। के सम्झनुहुन्छ त्यही भन्नुहोस् न। के सम्झनुहुन्छ त्यही भन्नुहोस्। अब सम्झनु त तुवालुको कथा भन्नुहोस् बरु। त्यसो भए कसको? तुवालुको के 23 दिन तुवालु अब अरू देशका कुरा चाहिँ अब छोराको हाकिमसँग हिँडियो। छोराको हाकिमले जतासुकै डुलाइदिनु भयो। एउटा तुवालु भन्ने देश रहेछ। त्यो तुवालु भन्ने देशमा छोराले पुर्याइदियो। गएका 10-8 दिन नहुँदैमा बुहारी बिरामी भएर छोरालाई अफिसले टिकट काटेर छोरा र बुहारी पठाइदिइहाल्यो। म एक्लै तुवालुमा न बोली जाने छ न केही छ थाहा छ। अब केही किन्न पऱ्यो भने गयो हातले देखायो। त्यो अब पैसा झिकेर दियो। उसले आफ्नो चाहिने लियो, अरू फिर्ता दिन्थ्यो। त्यस्तै गरेर कति 22-23 दिन म त्यसरी एक्लै बसेर त्यहाँ बिताएँ। त्यहाँमाथि उनीहरू 23 दिन है 24 दिनमा आयो छोरा बुहारी र बस्यो। फेरि त्यो ठाउँ कस्तो रहेछ भन्नु होला भने तरकारीहरू खानेहरूको चाहिँ सिक्किमिक्की नपाइने। त्यो ताइवानका मान्छेले त्यो सरकारले दिएको छ क्या त्यो समुद्र छेउमा तरकारी लाउन। त्यहाँ उनीहरू तरकारी बनाएको लिन गयो। शुक्रबार दिन्छ। यति अलि ल्याउन भने मिल्दैन, यति मिल्दैन भन्यो। उसको अर्काले दियो, लिएर आए, खाइयो। छोरा बुहारी छैनन्। एक्लै जहाँ जे लिन गए पनि देखाएको यो दिन्छ भन्यो। पैसा झिकेर दियो। उसले आफ्नो अर्का लाएर उसले लिन्छ अनि अरू फिर्ताहरू दिन्छ। त्यस्तो गरेर कति 22-23 दिन 24 दिन कति बिताएँ। त्यहाँबाट उनीहरू आए र म त त्यहाँ त त्यति बेला कसरी बोल्नुभयो उनीहरूसँग? त्यहाँको मान्छेसँग कसरी कुरो गर्नुभयो त्यति बेला? जम्मै हाताभाउ लाउने। हाताभाउ लायो। अब चिज लिएन भन्नु छ भने यो लिएन भन्यो। त्यसलाई चाहिँ त्यो उसले दिन्छ। ऊ भन्छ उसले बोले म बुझ्दिनँ। पैसा दियो उसले अर्काले दिन्छ। आउँछ त्यसो गरेर बसियो। तर 22-23 दिन अनेक गरेर हेर्नु। मैले त खालि अब हाताभाउ लायो। इन्डियन होइन त त्यो
त्यो नियम थियो त्यसले चाहिँ मलाई असाध्यै सहयोग गर्यो। कुखुरो खान मन लाग्यो भने कुखुरो लौ न खोज्दैन भन्यो। यही पाराले के गरेर धाउन लाग्यो ढुङ्गा लानु पुग्नु मऱ्यो लैजा मऱ्यो होइन। मैले बिहा छु यहाँ काटेर भुट्दै आएर सब ठिकाना राखेको तँलाई भनेर मासु बनाएर राखिदिएको छु भन्यो। हानेर मऱ्यो भनेर त्यसो दिएर त्यो पनि खाल। त्यही नियमले मलाई धेरै सहयोग गरेको थियो त्यतिखेर। अब मलाई त अरू चिनेको छैन। त्यसरी बाछा गयो जे चाहियो पनि ल्याउने यो भन्यो। त्यसै गरेर बितायो 22-23 दिन। हजुरबा हजुर त यति धेरै देश घुम्नुभएछ, यत्रो धेरै मान्छेहरूलाई भेट्नुभयो। हजुरले अब आउने नयाँ पुस्तालाई असल मान्छे बन्नको लागि के सुझाव दिनुहुन्छ? के सुझाव दिने आजभोलिको मान्छेसँग कुरा पनि मिल्दैन। हामीले भने तिमी सुन्दैनन् त्यस्तो छ। अब के सुझाव दिने मैले भने सकेसम्म राम्रो गर्नुपर्छ, अर्कालाई दुःख दिनु हुँदैन। अब जति सक्ने आवश्यकतालाई राम्रो गरिदिए सहयोग गर्नु पर्यो। सहयोग गर्नु पर्यो त्यही हो। कृष्णबहादुर जीले बुवा, किनभने उहाँले त आफ्नो जीवनभर बुवासँग होइन बिताउनु भएको छ। छोटो मिठो दुईजना बिचको बुवालाई कसरी चिनाउनुहुन्छ हजुरले? यहाँ हजुरबा चोक पनि बनाउनु भएको रहेछ होइन। हजुरले प्रत्येकचोटि बुवाको बारेमा कुरा पनि गर्नुहुन्छ। बुवालाई चिनाउँदा हजुरले कसरी चिनाउनुहुन्छ? हस्, धन्यवाद क्वेसनको लागि। मेरो नाम त अहिले भनिसक्नुभयो, बाको नाम पनि भनिसक्नुभयो। बालाई मैले यसरी चिनाउन सक्छु कि बाका छोराछोरी, बाआमाका छोराछोरी हामी चाहिँ साह्रै भाग्यमानी थियौँ। किनभने बा एकदमै गरिबमै गनिनुहुन्थ्यो। गाउँमा ज्यादै दुःख गर्नुभयो। एक दिनमा 8 जनाको काम पनि गर्ने, 6 जनाको काम पनि गर्ने, त्यस्तो गर्नुहुन्थ्यो। के अरे गाई भैँसी हेर्नु जाने, गोठालो हुने, गोठालोबाट त्यसपछि घाँस पनि काट्ने, अनि त्यो स्याउला काट्ने भन्थ्यो हामी सालको पात बस्तुलाई खुवाउनलाई। अनि 7-8 जोडी हलो पनि बनाउनुहुन्थ्यो। अनि त्यो चित्रबाट चाहिँ नि बाँसको चुयाबाट छत्री बनाउनुहुन्थ्यो। त्यस्तो बेच्दै अनि त्यसपछि गएर उधारो जग्गा लिने, आँट पनि भएको मान्छे भन्छु म चाहिँ, एकदमै धेरै आँट, उधारो जग्गा लिने, अनि त्यो ब्याज तिर्दै जाने। त्यो मूल्य, पैसाको मूल्य त कम हुँदै जान्छ। त्यसले अब आफूलाई धेरै आउँछ पैसापछि। त्यो गर्दा त्यो तिरेर पनि सक्नुभयो। फ्रीमा पाउने जग्गा पनि बेच्न लागेको बेलामा बाले उधारो किनिदिनु भयो। त्यसरी गरेर हामी पढ्न चाहिँ सक्यौँ। पढेपछि अब बा चाहिँ बिस्तारै, अब आमा चाहिँ चाँडै बित्नुभयो। अनि आमा पनि त्यस्तै हुनुहुन्थ्यो। एक दिनमा अरूले एउटा खेतालो हुन्थ्यो काम गर्न जाँदा, अनि आमाले चाहिँ 8वटा खेताला 6वटा खेताला बनाउनुहुन्थ्यो। जस्तै दाउरा बोक्दाखेरिमा एक भारी बोक्नुमा आमा त तीनवटा भारी बोकिदिनुहुन्थ्यो कि यसरी। एउटा परालको भारी बोक्नु पऱ्यो भने आमाले 3वटा परालको भारी बोक्नु, अनि 9-9वटा खेताला बनाउनुहुन्थ्यो आमाले। त्यो यति दुःख गरे भने उहाँहरूको जमानामा यस्तो दुःख गर्ने मान्छे नम्बर 1। नम्बर 2, उहाँ एउटा बालुन भन्ने एउटा विशेष प्रोग्राम हुन्छ। त्यो विशेष प्रोग्रामको चाहिँ उहाँ गायक पनि हो। उहाँले बालुन नचाउनुहुन्थ्यो। अनि रातैभरिको प्रोग्राम हुन्थ्यो। त्यो धार्मिक रिलेटेड हो। असाध्यै राम्रो प्रोग्राम हो। अहिले हराउन लागिसक्यो त्यो। किताब चाहिने रातभरि जम्मै पुरै रातभरि भन्नलाई सबै कन्ठै भन्नुहुन्थ्यो। मेरो भिडियोमा पनि त्यो किताब पनि राखिदिएको छु। त्यो उहाँले गाउने तरिका पनि अहिले एउटा राखिदिएको छु। त्यसरी हजुर। अनि हजुरको चाहिँ मेरो चाहिँ के छ भनेदेखि मेरो चाहिँ बुझाइ चाहिँ बाले गरेको बेलामा दुःख असाध्यै गरे हुनाले मैले पनि बालाई असाध्यै धेरै जति गर्न सक्छु म गर्छु भनेर लागिरहेको छु। अनि बालाई चाहिँ यो अहिलेसम्म स्वास्थ्यको कुरो अघि निकाल्नु भएको थियो। बा हिँड्ने खाने बस्ने सम्पूर्ण कुरो टाइममा गर्नुहुन्छ। अनि सकेसम्म जानेसम्म बुझेसम्म राम्रै खाना खानुहुन्छ। अनि हामी प्रायः ढिँडै खान्छौँ, बाछोरै ढिँडो खान्छौँ। अनि हजुरको चाहिने बालाई चाहिँ यो तरकारी केलाउने जिम्मा पनि बालाई दिइरहेको हुन्छ। जस्तै तपाईँको चाहिँ प्याज काट्ने, लसुन अदुवा केलाउने, अनि तरकारी नै सफा गर्ने, केलाउने कामहरू पनि बाले गर्नुहुन्छ। त्यो म गर्न लगाउँछु। अल्छी गर्नु भने पनि अल्छी नगर्नुहोस् भन्छु। हजुर। अनि त्यसरी बालाई मैले परिचय गर्नु पर्दाखेरि पनि चाहिँ असाध्यै दुःख गर्न सक्ने, आँट भएको मान्छे र समाजको लागि सेवा गर्नुपर्छ भन्ने मान्छे हुनुहुन्छ।
धेरै पटक मलाई चाहिँ नि लौ न त्यहाँ छात्रवृत्ति दिनु पऱ्यो गाउँमा भनेर छात्रवृत्ति कोष पनि खडा गरियो हाम्रो गाउँमै त्यहाँ एकजना भीमबहादुर अधिकारी भन्ने हुन्थ्यो उहाँले अफिस खोल्नुभएको थियो उहाँ मार्फत हामीले छात्रवृत्ति बाको आमा मेरो हजुरआमाको नाममा चाहिँ त्यहाँ पनि छात्रवृत्ति दियौँ अनि त्यसपछि यहाँ पनि यो गरौँ भने यतै मन्त्रीहरू थुप्रै कन्ट्रिब्युसन गर्नुभएको थियो बाले अनि त्यसपछि यो हजुरबा चोक चाहिँ बाले अलिक कुरा भन्नुभएको थिएन हजुरबा चोक चाहिँ कसरी बनायो भन्नु भन्दाखेरि त्यहाँ अलिकति सार्वजनिक जग्गा थियो त्यो पनि अहिले पछि गएर बाटोमा जानुभएको थियो बाटो चाहिँ हामीले आफ्नो घरतिरको आफ्नो जग्गा काटेर दियौँ र त्यहाँ चाहिँ नि त्यो 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 हजुरबा चोक बनाउन त्यो जग्गा जोगाएर राख्ने जिम्मा चाहिँ बाको भएको थियो आफैले गर्नुभयो कसरी भने होइन अनि त्यो त्यसरी हामीले चाहिँ बनायौँ अब अहिले चाहिँ जिसी हजुरबा चोक भनेर राखेको छ त्यो बाकै नाममा हो तर हजुरबा भने हुनाले कसरी पनि त्यति साह्रो नराम्रो मानेनौँ अनि सबैले एक्सेप्ट गरेर अहिले चाहिँ असाध्यै राम्रो युज छ यहाँ त मिटिङ हुन्छ ब्लड डोनेसन हुन्छ कम्युनिटी मिटिङ त्यहीँ हुन्छ अस्ति त 10-12जना गोरेहरू पनि आएर बसेर पनि एउटा खिचेर भिडियो मैले पनि हालेको थिएँ हस् धन्यवाद हजुरबालाई पनि नमस्कार अनि हजुरबाको छोरालाई पनि नमस्कार मिठो कुराकानीको लागि धेरै धन्यवाद कति टाढा क्यानाडादेखि आएर यहाँ गर्नुभयो धेरै धन्यवाद हामीले भन्ने मौका पायौँ म चिया भन्छु